नमस्कार। यहाँहरूले मेरो यस युट्युब च्यानल म्याजिकल मिररमा स्वागत गर्न चाहन्छु। यस युट्युब च्यानल मार्फत निरन्तर रूपमा जीवन उपयोगी भिडियोहरू लिएर आउने क्रममा आज म पुनः अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। मेरो यस युट्युब च्यानल म्याजिकल मिररलाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची अल नोटिफिकेसनलाई पनि थिचिदिनु होला, ताकि आगामी दिनमा यस युट्युब च्यानल मार्फत नयाँ भिडियो अपलोड हुने बित्तिकै यहाँहरूलाई नोटिफिकेसन आउनेछ र भिडियो तत्काल हेर्न सक्नुहुनेछ। साथै यस युट्युब च्यानललाई ग्रो गर्नको लागि यहाँहरूको साथ सपोर्ट पनि हुनेछ। आजको यस भिडियोमा म कम्फर्ट जोनको बारेमा चर्चा गर्न चाहन्छु। एउटा व्यक्ति जसले आफूलाई मानसिक र शारीरिक रूपमा कुनै अवस्थामा सुरक्षित र आरामदायक महसुस गर्छ भने त्यसलाई कम्फर्ट जोन भनिन्छ। यसले मान्छेलाई क्षणिकको लागि आनन्दित त बनाउला, तर यसको अल्टिमेट इम्प्याक्ट भने मान्छेलाई उपलब्धिविहीन बनाउनु नै हो। हरेक व्यक्ति सफलता र उपलब्धिको चाहनासँगै बाँचिरहेको हुन्छ, तर बाधा बनिदिन्छ उही कम्फर्ट जोन। तपाईँ आफ्नो जीवनमा धेरै कुराहरू गर्न चाहनुहुन्छ र मनभरि सपनाहरू पनि सजाउनुहुन्छ, तर जब ती सपनालाई साकार पार्नको लागि एक्सन लिनुपर्ने हुन्छ तब त्यहाँ एउटा भिलेनको उपस्थित हुन्छ। त्यो हो प्रोक्रास्टिनेसन, यानि कि ढिलाइ। एकछिनपछि गर्छु, भरे गर्छु, आजको दिन त्यस्तै भइहाल्यो, भोलि चाहिँ बिहानैदेखि सुरु गर्छु। यसरी नै तपाईँ आफ्नो एक्सनलाई थाती राख्दै जानुहुन्छ र कहिल्यै सुरु गर्न सक्नुहुन्न। यो बानीले तपाईँलाई आफ्नो जीवनको हरेक कामहरूमा असफलताको शिकार बनाइरहेको हुन्छ। तसर्थ यो कम्फर्ट जोन भत्काउन जरुरी छ जीवनमा सफलता र उपलब्धि हासिल गर्नको लागि। यदि प्रेजेन्ट लाइफ कम्फर्टेबल भयो भने फ्युचर लाइफ पक्कै पनि अनकम्फर्टेबल हुनेवाला छ। तर यदि प्रेजेन्ट लाइफ अनकम्फर्टेबल भयो भने फ्युचर लाइफ डेफिनेटली कम्फर्टेबल हुनेछ। अङ्ग्रेजीमा एउटा भनाइ छ, नो पेन नो गेन। पक्कै पनि पेन डिस्कम्फर्ट जोनमै हुन्छ, न कि कम्फर्ट जोनमा। तसर्थ जसले डिस्कम्फर्ट जोनलाई एक्सेप्ट गर्छ जीवनमा, उसैले गेन गर्छ। यसै प्रसङ्गसँग सम्बन्धित एउटा कथा म यहाँ प्रस्तुत गर्न चाहन्छु। एउटा राजालाई कुनै एउटा व्यक्तिले दुईवटा अत्यन्तै राम्रा चिलका बच्चाहरू दिएछन् र ती चिलका बच्चाहरूलाई पालन पोषण गर्नको लागि राजाले कुनै एउटा व्यक्तिलाई जिम्मा लगाएछन्। दिन प्रतिदिन त्यो चिलको बच्चा हुर्किँदै गयो र दुवै ठुल्ठुला भएछन्। एउटा चाहिँ आकाशमा निस्फिक्री उड्न थालेछ र अर्को चाहिँ एकछिन उड्दै बारम्बार एउटै रुखको एउटै हाँगोमा विश्राम गर्दो रहेछ। यो कुरा राजाले थाहा पाएछन् र घोषणा गरेछ, जसले बारम्बार यो रुखको हाँगामा आराम गर्ने चिललाई अर्को झैँ निस्फिक्री उड्ने बनाउन सक्छ, उसलाई ठुलो धनराशिको पुरस्कार दिनेछु। किनकि राजाको चाहना थियो कि दुवै चिलको बच्चाले निस्फिक्री आकाशमा उड्न सकुन्। धेरै मानिसहरूले कोसिस गरे ती चिलका बच्चालाई उडाउनको लागि, तर कसैले सकेन। एकजना उमेरले अलि पाको देखिने मान्छेले भनेछ, महाराज म कोसिस गर्छु। नभन्दै ती व्यक्तिले त्यो चिललाई अर्को चिलले जस्तै निस्फिक्री आकाशमा निरन्तर उड्ने बनाएछ र राजाले सोधेछ, यो कसरी सम्भव भयो? तब उसले भनेछ, महाराज मैले त्यो चिल बारम्बार आएर बस्ने रुखको हाँगा नै काटिदिएँ, जसले गर्दा उसले बस्ने ठाउँ नै पाएनन् र ऊ निरन्तर उड्न बाध्य भयो र अहिले उसलाई बानी परिसकेको छ निरन्तर उड्ने। तसर्थ
निष्फिक्री उडिरहेछ आकाशमा। यो कथाबाट हामी के बुझ्न सकिन्छ भने त्यो रुखको हाँगो चिलको लागि कम्फर्ट जोन थियो, जसले गर्दा चिल निरन्तर आकाशमा उड्नै चाहेन। तर जब त्यो रुखको हाँगा नै काटिदियो, चिलको कम्फर्ट जोन नै भत्कियो, जसले गर्दा उसलाई निरन्तर आकाशमा उड्न बाध्य बनायो र उड्ने बानी पर्यो। तसर्थ हामीले पनि आफ्नो जीवनमा सफलता र उपलब्धिको लागि कम्फर्ट जोन तोड्न जरुरी छ। हस्त आजको भिडियो यति नै। यहाँहरूले पनि आफ्नो कम्फर्ट जोनलाई तोडी जीवनलाई सफलताको एउटा आकार दिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु। साथै आगामी दिनमा पुनः यस्तै महत्त्वपूर्ण भिडियो लिएर छिटै उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद।